ओए ल हामी घाम हिमाल अलिक क्लियर देखेछ भनेर फेरि टावरमा जाँदैछौँ। ब्लग गर्ने मान्छे बोल्दै ल बिहान घाम त्यहाँ थियो अहिले यहाँ पुगेछ। ओए क्यामेरा ल घलेगाउँ गोर्खा आर्मी पार्क अनुमति बिना प्रवेश निषेध छ। ल कतिको रमाइलो भयो। ल खुट्टा दुखेर यहाँ र्याफ्ती भयो। रमाइलो त भयङ्कर गरे नि सिस्नो गाडी यहाँ हाल्दै रक्सी आसी हामी खाने म त हल्लिन त जाने हल्दिदिन्छु कि एउटा हात्ती जस्तो देखिन्थ्यो नि यो हो कि कुन हो होइन द मम्मी देखियो भनेपछि लास्टमा यो मम्मी देखिन्थ्यो कि लास्टमा चाहिँ फेरि म रात झ्यापमा फेरि म भ्लगमा जसरी नै आउनुपर्छ सन्जु भाइ जसरी नै आउनुपर्छ भनेर मैले त तेरो भ्लग बनायो भने तेरो फोटो त एउटा नि आउनु भनेको जति भ्लग बनायो तर मैले सोचेको थिएँ न रैला भएर त्यो यस्तै अब हुन्छ नि हिँड्छ नि त्यस्तै हुन्छ होला त्यो गएको फ्रेसमै देखेँ सबैले। तिमीले देखेकै छैन कि रक्सी खाएर हामीले कस्तो हानिन्छ भन्ने त सीमा छैन कि। म एकचोटि उसमा जाँदाखेरि नमक भएको एकचोटि भएको कि म आफैले होस चेत नपाएको। कसलाई फेरि मलाई त बल्ल लाउँदैछ भन्छन् लान अरे पछि बिहान बल्ल ला ल अन्डा र चना चाहिँ पछि है ए चना र तरकारी तर रोटी त दामी मम्मी तर त्यस्तो डाँडा हुन नपर्ने हो कि त्यो रोटी त दामी रोटी नि मिठो लाग्यो रोटी दामी के अरे कोदोको रोटी ल भाइ अनि के छ खबरहरू नयाँ नौलोसँग यस्तै छ रमाइलो भयो आइयो थाकियो टाउको पनि दुख्यो सबै भयो शरीर पनि दुख्यो घर कसरी जाने भन्ने भयो त्यसको हेर्नु हो ल मेरो एउटा फोटो खिच्दै ल अब खाना खाने बेला भेटौँला।